14 बराबरमा पुग्यो भने 2 अङ्कको लिडमा हुनुपर्ने छ। 8 मा स्कोर चेन्ज हुनेछ। विवेक सिंह चौधरीको यो उत्कृष्ट स्पाइकसँगै टिमलाई अङ्क जोड्दै शुक्ल गण्डकी 12 1 बराबर रहेको छ। यो 5औं सेटको अङ्क तालिका रहेको छ। मारे 18 नम्बर छ त यो पहिलो हुकामा नि आथे हैन मार्यो स्पाइक आउट भएसँगै उत्कृष्ट ब्लक आउट सँगै नम्बर शुक्लगण्डलाई 2 बराबर यो 5औं सेटमा अङ्क जोड्दै शुक्ल गण्डकी नगरपालिका वार्ड नम्बर 12 3 छ भने हरिनाश गाउँपालिका वार्ड नम्बर 6 2 रहेको छ। उत्कृष्ट क्विक स्पाइक थियो भोलि बाहिरसँगै अङ्क शुक्ल गण्डकी 12 लाई 4-2 रहेको छ। ये एंटीना हो गया मुला मिले है आदरणीय भलिबल खेल प्रेमी दर्शक महानुभावहरू यहाँहरूलाई मैले बारम्बार उद्घोष गरिरहेको छु। यदि यहाँहरूले आफ्नो मोबाइलबाट भिडियो गर्दै हुनुहुन्छ भने एकचोटि फ्ल्यास लाइट चेक गरेर मात्रै भिडियो गरिदिनको लागि मैले अनुरोध गर्न चाहन्छु। फ्ल्यास लाइट टाइम आउट सकिए लगतै खेल सञ्चालनमा हरिनाश उत्कृष्ट स्पाइक शुक्ल गण्डकी 12 बाट 6-2 हरिनाशको सुटिङ आउन छोड्यो उत्कृष्ट स्पाइक गर्दै टिमलाई अङ्क जोड्दै हरिनाश गाउँपालिका वार्ड नम्बर 3 छ भने शुक्ल गण्डकी नगरपालिका वार्ड नम्बर 12 6 रहेको छ। 3 छ। टच भइसक्यो अङ्क शुक्ल गण्डकी 12 लाई 7-3 रहेको छ। यो 5औं सेटको अङ्क तालिका रहेको छ। एक अर्कामा सकारात्मक सोच बनाउनु पर्ने छ। स्कोर चेन्ज 8-4 रहेको छ। एउटा सूचना प्राप्त भएको छ। सेवा नै धर्म हो। तनहुँ जिल्ला धिमक नगरपालिका वार्ड नम्बर 1 स्थित थर बसोबास गर्ने वर्ष 44 का नेत्रमाया राणालाई ब्लड क्यान्सर रोग लागेर हस्पिटलमा उपचार भइरहेको र आर्थिक अवधिकोले थप उपचारको लागि सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपील एवं अनुरोध गर्दछु। मानिसलाई परेको एउटा बिरामीलाई परेको
सम्पूर्णले सकेको सहयोग गरिदिनको लागि पनि अनुरोध गर्न चाहन्छु। यहाँहरूको 1 रुपैयाँको सहयोगले उहाँको जिन्दगी बस्नेछ, तसर्थ यहाँहरू सबैजनाले सहयोग गरिदिनको लागि अपिल गर्न चाहन्छु। उत्कृष्ट स्पाइक थियो विकल थापाज्यूबाट, फाइदा हरिनाश 6लाई 5-6। खेलाडी परिवर्तन, नम्बर 1 आउट, नम्बर 7 मैदान प्रवेश गरेको छ। विवेक सिंह ठकुरीको यो उत्कृष्ट फिल्डिङ स्पाइकसँगै टिमले अङ्क जोड्दै शुक्ल गण्डकी नगरपालिका वार्ड नम्बर 12 10 छ भने हरिनाश गाउँपालिका वार्ड नम्बर 6 5 रहेको छ। 10-5। हरिनाश गाउँपालिका वार्ड नम्बर 6 रहेको छ भने शुक्ल गण्डकी नगरपालिका वार्ड नम्बर 12 10 रहेको छ। 6-10। ये जमाल फेरि कार्ड मिसे है यहाँ। टच भएसँगै अङ्क शुक्ल गण्डकी 12लाई 11-6। उत्कृष्ट स्पाइकसँगै टिमले अङ्क जोड्दै हरिनाश 6-7-11। खेलाडी परिवर्तन, नम्बर 1 मैदान प्रवेश गरेको छ भने नम्बर 7 मैदान बाहिरिएको छ। विवेक सिंह ठकुरको यो उत्कृष्ट पकौडी स्पाइकसँगै फाइदा शुक्ल गण्डकी 12लाई। शुक्ल गण्डकी 12 रहेको छ भने हरिनाश गाउँपालिका वार्ड नम्बर 6-7 रहेको छ। 12-7। उत्कृष्ट स्पाइक रहेको छ जर्सी नम्बर 11 जर्सी नम्बर 8 समीर मानन्दरको तर्फबाट फाइदा हरिनाश गाउँपालिकालाई 8-12। उत्कृष्ट ब्लकसँगै टिमले अङ्क जोड्दै शुक्ल गण्डकी 12 13-8 रहेको छ। हरिनाश गाउँपालिका वार्ड नम्बर 6-9 रहेको छ भने शुक्ल गण्डकी नगरपालिका वार्ड नम्बर 12-13 रहेको छ। 9-13। हरिनाश गाउँपालिका वार्ड नम्बर 6-10 रहेको छ भने शुक्ल गण्डकी नगरपालिका वार्ड नम्बर 12-13 रहेको छ। 10-13। यो 5औं सेटको पहिलो टाइम आउट शुक्ल गण्डकी नगरपालिका वार्ड नम्बर 12बाट माग गरिएको छ। आयोजक मित्रहरू, हामी
यो खेल सकिए लगत्तै यो मैदानमा चाहिँ पुरस्कार वितरण कार्यक्रमलाई जोड्नेछौँ। तसर्थ सबैजना तयारी भएर बस्नुलाई म अनुरोध चाहन्छु। यो उत्कृष्ट क्विक स्ट्राइकसँगै यो 5औं सेटको म्याच पोइन्ट 14 रहेको छ भने हरिनाश 10 रहेको छ। 14-10। त्यसरी नै यो 5औं सेट 15 को विरुद्ध 10 को विरुद्ध 15 अङ्कले शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 12 ले जित हासिल गरेको छ। यसरी नै यो कान्छी बजार मेला 2082 मा खुल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 12 ले जित हासिल गरेको छ भने उपविजेताको हामी अब पुरस्कार वितरण कार्यक्रमलाई जोड्नेछौँ यो ग्राउन्डमा। तसर्थ हाम्रा आजका प्रमुख अतिथि सभाध्यक्ष एवं अन्य विशिष्ट अतिथिज्यूहरूलाई तल कुर्सी लगेर लाइनबद्ध रूपमा राखिदिनको लागि म अनुरोध चाहन्छु भने सम्पूर्ण हुनुभएका टिम र भर्खरै सम्पूर्ण उभय टिमका खेलाडी सदस्य मित्रहरू यहाँहरू ग्राउन्डमै रहिदिनको लागि म अनुरोध गर्न चाहन्छु। अब भने हामी ढिलो नगरिकन यो खेल समापन भएसँगै अब हामी पुरस्कार वितरण कार्यक्रमलाई जोड्नेछौँ। तसर्थ यहाँहरू टाढा नगइकन यो ग्राउन्डमै रहिदिनको लागि ब्यानर टाँसिदिनको लागि म आयोजक मित्रहरूलाई अनुरोध गर्न चाहन्छु।